तिम्रा आँखाहरू धेरै सुन्दर छन्। धेरै धेरै धन्यवाद। म धेरै भाग्यमानी महसुस म गर्दैछु। सधैँ यसरी नै तिमीसँग बस्न चाहन्छु। यस्तै भिडियोहरू तर निशुल्क बनाउन चाहनुहुन्छ भने यो भिडियो अन्त्यसम्म हेर्नुहोस्, म तपाईहरुलाई सिकाउने छु। गुगल क्रोममा आउनु होला। क्रोममा आइसके पश्चात यहाँनिर तपाईहरुलाई म विस्क एआई भनेर देखाउँछु। यहाँनिर देख्न सक्नुहुन्छ। यहाँनिर युआई एआईमा चाहिँ यसरी क्लिक गरिदिनु होला है त। यसमा क्लिक गरिसके पश्चात यस्तो खालको यहाँनिर चाहिँ यो वेबसाइट आउँछ। वेबसाइट आइसके पश्चात तपाईहरुले यसमा क्लिक गरिदिनु होला है त। यसमा क्लिक गरिदिनु भने साथै सिम्पली तपाईले आफ्नो गुगलको आइडी हालेर चाहिँ यसलाई लगइन गर्नुपर्ने हुन्छ। यसलाई लगइन गर्नु भयो भने चाहिँ साथीहरु तपाईले अरु केही पनि गर्नु पर्दैन। तपाईले चाहिँ त्यहाँनिरबाट यहाँनिर यस्तो खाली इन्टरफेस खुल्छ है त। तपाईले डेस्कटप साइडमा पनि राख्नु पर्दैन है। यहाँनिर भएपछि न्यू प्रोजेक्टमा यसरी क्लिक गरिदिनु होला। यसमा क्लिक गरिदिनु भयो भने अब साथीहरु तपाईहरुले चाहिँ यहाँनिर इमेल हालिसके पश्चात यहाँनिर यस्तो खालको इन्टरफेस खुल्छ। व्हाट डु यु वान्ट टु क्रिएट भनेको छ। अब सिम्पली हामीले चाहिँ प्रोम लिनुपर्ने छ। त्यसको लागि तपाईहरु चाहिँ यहाँनिर सिधै ब्याक आइदिन्छु म। यहाँनिर च्याट जीपीटीमा आउनु होला। च्याट जीपीटीमा आइसके पश्चात साथीहरु तपाईहरुले चाहिँ यहाँनिर ट्याक्स लेखेर पनि भन्न सक्नुहुन्छ अथवा तपाईले भोइस गरेर पनि भन्न सक्नुहुन्छ है। तपाईहरुले चाहिँ के भन्नु होला भने जस्तै मैले यहाँनिर म एउटा पोखरा घुम्न गएको, फेवाटाल साइडमा घुम्न गएको अनि त्यहाँको चाहिँ मलाई प्रोम लेखेर दिए भन्छु हैन। यहाँनिर जस्तै यो यसमा क्लिक गरेर हाई च्याट जीपीटी म चाहिँ एउटा भ्लगर हुँ र मलाई चाहिँ पोखरामा गएको, पोखराको फेवाटालमा घुमेको त्यहाँनिर भ्लग र साथमा मैले क्यामेरा बगेको अथवा गोप्रो बगेको चाहिँ मलाई त्यस्तो खालको एउटा प्रोम लेखेर दिनु। हाई गाइज, तपाईहरु पोखरा घुम्न आउनु भएको छ कि नै भनेर यस्तो खालको चाहिँ लेखेर दिन्छु। यहाँनिर चाहिँ तपाईहरुले यस्तो खालको लेखेर दिनु होला। दिइसके पश्चात उले प्रोम लेखेर साथीहरु यहाँनिर देख्न सक्नुहुन्छ मैले त्यो हालिसके पश्चात यहाँनिर मलाई प्रोम लेखेर दिइसकेको छ। अब यसलाई म सिम्पली कपी गर्छु। तपाईले पनि कपी गर्नु होला। कपी गरिसके सिधै यहाँनिर आउनु होला है त। अब यहाँनिर आइसके पश्चात साथीहरु तपाईले आफ्नो फोटो हालेर भिडियो बनाउन चाहनुहुन्छ भने चाहिँ यो प्लसको आइकनमा यसरी क्लिक गरिदिनु होला। यसमा क्लिक गरिदिनु भने यहाँनिर देख्न सक्नुहुन्छ सानोमा चाहिँ यहाँनिर अपलोड भनेको छ। यो यहाँनिरमा यसरी क्लिक गरिदिनु होला। जस्तै म सिम्पली एउटा फोटोलाई लिन्छु। म मानिले यो फोटोलाई लिए मैले। यो फोटोलाई लिइसके पश्चात साथीहरु यहाँनिर चाहिँ आई एग्री गरिदिनु होला। यो गरिसके पश्चात यहाँनिर अपलोड हुँदैछ। यहाँनिर देख्न सक्नुहुन्छ अपलोड अहिले घुमि। अब यहाँनिर चाहिँ हामीले फ्रेमहरु चुज गर्नुपर्ने हुन्छ। त्यसको लागि तपाईले यहाँनिर देख्न सक्नुहुन्छ यो तल यहाँनिर देख्न सक्नुहुन्छ। यहाँनिर माथि फोटो आइसकेको छ। अब यहाँनिर यसमा यसरी क्लिक गरिदिनु होला। यसमा क्लिक गर्नु तपाईले यहाँनिर इमेजबाट जेनेरेट गर्ने हो कि तपाईले चाहिँ यहाँनिर भिडियो नि जेनेरेट गर्ने। जस्तै मैले यहाँ भिडियोमा सिलेक्ट गरेको छु। त्यसपछि हामीले चाहिँ फ्रेम चुज गर्नुपर्ने हुन्छ। तपाईले यहाँनिर 9:16 को बनाउन चाहनुहुन्छ कि 16:9 को बनाउन चाहनुहुन्छ। अब 9:16 को बनाउनु यस्तो ठाडोमा हुन्छ। अब 16:9 को बनाउनु भने चाहिँ यस्तो तेर्सोमा हुन्छ। मैले चाहिँ यहाँनिर अहिले तेर्सोमा हालेको छु। त्यसपछि तल देख्न सक्नुहुन्छ तपाईले 4 सेकेन्ड, 6 सेकेन्ड, 8 सेकेन्ड र 10 सेकेन्डको मध्ये चुज गर्नु होला हैन। यो चुज गर्दाखेरि साथीहरु तपाईले ध्यान दिनु होला। यहाँनिर देख्न सक्नुहुन्छ जस्तै म यहाँनिर ओम्नी फ्ल्याशमा जान्छु। यहाँनिर यो आइकनमा यसरी क्लिक गर्दिनु होला। यहाँनिर क्लिक गरेपछि साथीहरु तपाईहरुले चाहिँ देख्न सक्नुहुन्छ ओम्नी फ्ल्याशबाट बनाउनु होला है त। यहाँनिर जस्तै भिडियो 3.1 लाइटमा बनाउनु भयो भने क्रेडिट लाग्छ। तल देख्न सक्नुहुन्छ 12 क्रेडिट देखाइरहेको छ। अब यहाँनिर फ्ल्याश फास्टमा गर्नुभयो भने नि क्रेडिट लाग्छ। त्यसपछि तल क्वालिटीमा बनाउनु हो भने क्रेडिट लाग्छ। अब तपाईले चाहिँ ओम्नी फ्ल्याशबाट बनाउनु भयो भने चाहिँ दिनमा तपाईले 3-4 वटा भिडियो मजाले बनाउन सक्नुहुन्छ। अब मैले यहाँनिर सिधै यहाँनिर ओम्नी फ्ल्याशमा यसरी क्लिक गरेको छु। अब यति क्लिक गरिसके पश्चात साथीहरु तपाईले चाहिँ सिम्पली जो प्रोम लिनु भएको थियो त्यो प्रोमलाई चाहिँ यहाँनिर यसरी पेस्ट गरिदिनु होला। यहाँनिर म पेस्ट गरिन्छु। यो पेस्ट गरिसके पश्चात सिम्पली अब चाहिँ हामीले गर्नुपर्ने यहाँनिर यो आइकन देखिरहेको छ। यसमा म यसरी क्लिक गरिदिन्छु है त। अब यहाँनिर देख्न सक्नुहुन्छ माथि भिडियो जेनेरेट हुँदैछ। भिडियो कस्तो बन्छ अब म तपाईहरुलाई देखाउँछु है। फाइनली साथीहरु यहाँनिर देख्न सक्नुहुन्छ भिडियो बनेर रेडी भइसकेको छ। यसलाई म अब प्ले गरेर हेर्छु कस्तो भएको छ है त। नमस्कार, म बिन्दास केसी। म अहिले फेवातालमा छु। यहाँको हरियालीले जो कोहीलाई मोहित बनाउँछ। यो ठाउँ निकै रमाइलो छ। एकपटक अवश्य आउनुहोस्। नमस्कार। ल देख्नु भयो त तपाईहरुले यही तरिकाले फ्रीमा एआईबाट भिडियो बनाउन सक्नुहुन्छ। आफ्नो फोटोबाट प्रोमहरु चाहिँ तपाईले चाहिँ त्यो पार्टको प्रोमहरु चाहिँ हाल्दै बनाउँदै तपाईले जोडेर चाहिँ सिंगो एउटा भ्लग नै बनाउन सक्नुहुनेछ। देख्न सक्नुहुन्छ मैले स्टुडियोबाटै म पोखराको यहाँनिर जो भ्लग भिडियो बनाएर हालेको छु। अब यसलाई डाउनलोड कसरी गर्ने त? डाउनलोड गर्नको लागि साथै तपाईले चाहिँ यहाँनिर यो भिडियोमा चाहिँ लङ प्रेस गरिदिनु होला फिङ्गरले। यहाँनिर देख्न सक्नुहुन्छ यो डाउनलोड। यसै यो डाउनलोडमा यसरी क्लिक गरिदिनु होला। यहाँनिर देख्न सक्नुहुन्छ डाउनलोड। यो डाउनलोडमा यसरी क्लिक गरिदिनु होला। यदि यहाँनिर तपाईहरुको यो लङ प्रेस गरेर भएन भने नि माथि देख्न सक्नुहुन्छ। तपाईहरुले चाहिँ यहाँनिर देखाउँछु म। सो यसको लागि चाहिँ तपाईहरुले चाहिँ यहाँनिर माथि यहाँनिर अलिकति यो उले चाहिँ टाइटलले चाहिँ रोकिएको छ। यसमा यसरी क्लिक गरिदिनु भयो भने चाहिँ यहाँबाट तपाईहरुले चाहिँ अब कतिमा चाहिँ डाउनलोड गर्ने यहाँबाट गर्न सक्नुहुन्छ। तल
अपग्रेड भनेको छ यहाँ चाहिँ तपाईँले चाहिँ सायद सब्सक्रिप्सन लिनुपर्छ होला अथवा पे गर्नुपर्छ होला। तपाईँले यही तरिकाले डाउनलोड गर्न सक्नुहुन्छ। अनि डाउनलोड गरिसके पश्चात तपाईँले पार्टको भिडियोहरू बनाएर चाहिँ त्यो जोड्नु भयो भने चाहिँ एउटा लङ भ्लग नै बन्छ। सिङ्गल